विषयमा ढुङ्गा चालक हुनुहुन्छ कृष्ण कुमारी रावत। साह्रै राम्रो सिप छ उहाँसँग, अलिकति डल्याकडुलु हल्लाउनुहुन्छ, त्यति हो डर। त्यही भएर हामीले लाइफ ज्याकेट लगाएर एकदम सुरक्षितका साथ बसिरहेका छौँ। कस्तो हुँदैछ त, कस्तो अनुभूति भइरहेछ तपाईँलाई यति बेला? फेवा लेकमा तपाईँ यति बेला चाहिँ ढुङ्गा चलाउँदै हुनुहुन्छ होइन, रमाइलो भइरहेछ। ल कर्णालीमा चलाउँदा मजा छ कि फेवातामा चलाउनु मजा छ? हो, छुट्टा छुट्टै मजा छ होला। कर्णालीको छुट्टै छ होला होइन, फेवातालको छुट्टै छ होला। हुन्छ, कुदाउँदाखेरि अलिक स्पिड बढी भयो भने फेरि डल्याकडुलु हुने सम्भावना हुन्छ। त्यो भए हुनाले ठिक्क स्पिडमा कुद्न अनुरोध गरेँ। पर छ त्यहाँ चाहिँ हो होइन, यहाँ छ। जसमा हाम्रो चालक दाइ चाहिँ उहाँ हो होइन, उहाँ एकदम सुस्त मस्त निन्द्रा होइन दाइ। बिच बाटोमै चालक भेटाउनुको दाइले सहचालक, त्यसपछि दाइ मस्त गहिरो निन्द्रामा गइसक्नु भयो, खालि केही छैन। सिङ्गल बोर्डहरू साइडमा, यसको पनि फेवातालमा छुट्टै आफ्नो चाहिँ एउटा पहिचान छ। यतातिर पनि देख्न सक्छौँ हामी सबै सिङ्गल बोर्डहरू। यसको मात्र 350 प्रति घन्टा होइन त दाइ सिङ्गल बोर्डको? यसमा फेरि आफ्नो सुरक्षा आफै गरौँवाला हो। यसमा चाहिँ बस्यो नि त दाइ।
तपाईँको डुङ्गा राइडमा छौँ यति बेला। अनि यहाँ चाहिँ उहाँ चाहिँ बिच बाटोमा भेटिनु भएको सहचालक हुनुहुन्छ। उहाँ चाहिँ यहाँ यता सिङ्गल बोटहरूमा रेस चलिरहेको छ। यता चाहिँ हाम्रो बोट चालक त यता बसिराख्नु भएको छ। अनि यता सहचालक मित्र, तपाईँलाई कस्तो अनुभूति भइरहेको छ यति बेला? फ्यान्टास्टिक मात्रै भइरहेछ कि? अनि योभन्दा पहिला तपाईँको डुङ्गा चलाउने अनुभव थियो कि थिएन तपाईँसँग? पहिला कतै चलाउनु भएको छ यसरी प्रणालीमा? तपाईँ घर कता अरे? दैले कुन ठाउँ होला हजुर? वडा नम्बर 1 हो। लडेको छ। हेलो दाजु, खै उठाउन हौ, सुत्ने पुरै सुत्दिने हो। दाइ र म यति बेला फेवातालमा डुङ्गा राइड गर्दैछौँ। तर आज एउटा खुसी कुरा चाहिँ के छ भने नि, फेवातालमा मैले आज एकजना लेडिज डुङ्गा चालक भेटेको छु आज। होइन त दाइ, त्यस रमाइलो भइरहेछ यात्रामा। म एकचोटि तपाईँहरूलाई यहाँ डुङ्गा चालक पनि देखाउन चाहेँ। हेर्नुहोस् त, मान्छे राम्री पनि राम्री त खासै होइन, तर यो डुङ्गा चलाउने सिप चाहिँ साह्रै राम्रो छ। हेलो हेर्दै हेर्नु